टुडे आई एम गोइङ हामीहरू आज गइरहेको छु रुखको बोट लिनको लागि दौलतपुर नर्सरी अनि म र दाइ छौँ सिधा होइन गइरहेको छु अनि त्यही दौलतपुर नै पुग्न लाग्यो फाइनली अब दौलतपुर नै पुगिसक्यो अब यता कतैवटा वन कार्यालयको के हो घर सिटी पनि चार्जमा लिएर आएको होइन कि रिजर्भमा लिएर आएको अनि बसेर टक्क हिँडेको हामीहरू त्यो लिनको लागि यो हो वन नर्सरी ललितपुर लक्ष्मीपुर हो के हो अनि फाइनली हामीहरू छिरेर होइन यहाँ बोटहरूको रुख टन्नै छ के थियो सबै थोकको थियो अनि हामीहरू चाहिँ बोट त्यो टिकको बोट चाहियो हामीहरू त्यही भएर त्यो अलि साइडमा थियो अलि साइडमा गएर टक्क यस्तो भ्यू पनि दामी थियो होइन यसरी सिधा सिटी घुमाएर ब्याक गरेर लगाएको अनि फाइनली हामीहरू सबै 200 जति बोट भइसक्यो फाइनली भइसक्यो के भन्छ लोड पनि भइसक्यो भ्याइसक्यो अब 2-4 गाडी त्यो पनि भइसक्यो हातमुख धोएर टक्क अब घरतिर लाग्ने हो भइसक्यो फिनिस भइसक्यो सबैजना राम्ररी हेरेर लाइक सब्सक्राइब गरिदिनु होला होइन साथीहरू अनि यता सिटी अगाडि जाँदैछ अनि म र दाइ पछाडि बाइकमा टक्क हिँडिरहेको अनि यस्तै छ आजको दिनभरिको काम अब गएर रोप्छौँ हामी अर्को भिडियोमा तपाईँहरूलाई हेराइदिन्छु कृपया गरेर यो सब्सक्राइब च्यानल गरिदिनु होला अनि लाइक सब्सक्राइब गरिदिनु होला हामी र मजा दाइको हिँडेको घर अब यता के थियो मलाई थाहा भएन हामी कमेन्टमा भनिदिनु होला ल धन्यवाद गाई बाई।